अबाकस कसले बनायो, कहिले बनायो र कसरी चलाइन्छ? अबाकस एक पुरानो गणित उपकरण हो जुन अङ्क गणनाको लागि प्रयोग गरिन्छ। यो उपकरण प्राचीन चीन र मेसोपोटामियामा उत्पन्न भएको थियो। अबाकसको आविष्कारको निश्चित समय र निर्माता थाहा छैन, तर यसलाई प्राचीन सभ्यताले बनाएका थिए। यो 2000 वर्षभन्दा पनि पहिलेको कुरा हो। अबाकसमा विभिन्न रडहरू हुन्छन् र प्रत्येक रडमा बिट्स राखिएका हुन्छन्। यी बिट्सहरूको मद्दतले हामी गणितीय क्रियाकलाप जस्तै जोड, घटाउने, गुणा र भाग गर्न सक्छौँ। अबाकस चलाउँदा तपाईले प्रत्येक रडमा राखिएका बिट्सहरूमाथि र तल सराएर अङ्कहरूको गणना गर्न सक्नुहुन्छ। प्रत्येक रडले एक अङ्कको प्रतिनिधित्व गर्छ। यो साधारण उपकरण तपाईलाई छिटो र सजिलो तरिकाले गणना गर्न मद्दत गर्दछ। यसको प्रयोग प्राचीन कालदेखि आधुनिक समयसम्म चल्दै आएको छ। अबाकस आज पनि गणितको अभ्यास गर्न र छिटो गणना गर्न प्रयोग गरिन्छ। यसले हाम्रो दिमागलाई तीव्र बनाउन मद्दत पुर्याउँछ।